हेलो गाइस है आज चाहिँ हाम्रो टेरेसमा परेवालाई चाहिँ खुट्टामा जाली अड्केछ। जाली अड्केर चाहिँ बिचरा उड्नु सकेको छैन रहेछ। उड्नु नसकेको कारणले चाहिँ मैले आएर दाजुलाई बोलाएर यसको खुट्टाको जाली काटिदिँदैछु। दाजुले चाहिँ जाली काटिदिनु हुँदैछ। पुरा बेरेछ नि त जालीमा, अन्त यसले पुरा ठुङ्दै पनि रहेछ। मैले चाहिँ बाँसले थिचिदिरहेको छु यसलाई। कस्तो डरलाग्दो ठुङ्दो रहेछ फेरि। मैले चाहिँ नसकेर दाजुलाई बोलाएँ, दाजुले चाहिँ काटिदिनु हुँदैछ। मैले चाहिँ बाँस लिएर मजाले थिचिरहेको छु। जोडले पनि थिचेको छु नि, यसलाई बिस्तारै थिचेको छु। हेर्नुहोस् नि कस्तो माया लाग्दो भएछ। एक्टिङ पनि पुरा गर्दो रहेछ फेरि उसले त। घरिघरि टाउको उचालेर हेर्दो रहेछ। ठुङ्नु पाए त भन्दै होला नि मनमा त है। हेर्नु न हेरेको हेर्नु त कति बेला उठुङ भइसक्यो होला। कस्तो डरलाग्दो मुख हुँदो रहेछ नि त, तिक्को नतिक्को कि ठुङ्दो रहेछ। मैले त सकेन, मलाई त ठुङ्दो रहेछ कि यसले। त्यहाँदेखि मैले दाजुलाई हतार बोलाएर चाहिँ काटिदिँदैछ दाजुले। मेरो कुकुरबाट केही छैन फेरि साइडमा चाहिँ पक्रिनु पाए पनि हुन्थ्यो नि भन्दै होला त्यसले चाहिँ। हेर्नु न कस्तो दुखिरहेको होला। मलाई चाहिँ साह्रै माया लाग्छ फेरि यस्तो चरा कुकुरहरू त देख्नै सक्दैन। माया लागिहाल्छ म त्यस्तोहरू देखेँ भने त। दाजुले चाहिँ डरले त्यहाँ राम्ररी पक्रे भन्नुहुँदैछ। बल्ल सक्यो। अब उडाइदिउँ भनेको त हेर्नु नि एक्टिङ कम त एक्टिङ गर्दैनस् फेरि उसले। म जस्तो एक्टिङ गर्दैछु हेर्नु नि। म त मरे जस्तो पनि लाग्यो होइन रहेछ नि भरे हेर्नु नि। दाजुले ठेलिदिँदा चाहिँ एकैतालमा उठ्छ है फेरि ऊ। ठुङ्छ भने डरले हेर्नु न एक्टिङ गरेको नि त। अब उठ्छ हेर्नु गयो। तपाईँहरूलाई मेरो च्यानल कस्तो लाग्छ, मन पऱ्यो भने लाइक सेयर अनि कमेन्ट गरिदिनुहोस्। अनि सब्सक्राइब पनि गरिदिनुहोस्। नभुली सब्सक्राइब चाहिँ गरिदिनुहोस्। भिडियो पनि पुरा हेरिदिनुहोस्। ओके बाई।